दिलाई तो के कहो रोजगारी के अवसर दिलाई तो के कहो हर को संबंध भैया के जितैया के कहो जितैया भैया हो जय माता जय देश जय हर कपत जय हर कपत भनेको कोहीसँग रुक्ने वाला छैन कोहीसँग झुक्ने वाला छैन 3 करोड नेपाली जनताको हातमा जुन दिन घैँची र बेल्चा हुन्छ यो देश बन्छ जब यहाँ बेल्चा चल्छ दिल्ली लाल किला सबै डोल्छ बुझ्नुभयो तब नेपाल बन्छ है अरूको ऋण लिएर यो देश बन्दैन श्रमदान गरेर देश बन्छ 100% हर्कबादको सिद्धान्तले मात्रै देश बनाउन सकिन्छ जति पार्टी आओस् जति अनुहार आओस् विचार छैन कता छ हेर्नुस् अवस्था व्यवस्था कस्तो भएछ गरिब दुखी जनतालाई पीडा अझै बढ्दै गइरहेछ त्यो भएर सबैजनासँग हाम्रो विनम्र अनुरोध छ श्रमदान गर्नुस् काम गर्नुस् हाम्रो देश बन्छ श्रमदान गरेर बन्छ जय माता एकचोटि तपाईले साह्रो मिठो गीत पनि गाउनुभयो हैन अर्को साम्पाङको विषयमा गुणगान पनि गाउनुभयो तपाईको परिचय छोटो रूपमा परिचय दिनु न तपाई कहाँ मेरो नाम छोटे पठान हजुर अब मान्छेहरूले भन्छ तराईमा छोटा हर्क साम्पाङ कतिले आउँदाखेरि हो मधेस प्रदेशको शान छोटे पठान सबै थरी थरीको नाम दिइरहेछ हैन मेरो नाम चाहिँ छोटे पठान म मधेस प्रदेशको चाहिँ शरम संस्कृति पार्टीको केन्द्रीय सदस्य मधेस प्रदेश संस्थापक र अहिले अब अगुवा श्रमदाताको रूपमा प्रदेशबाट मलाई सबैले चिनिरहेको विभिन्न ठाउँमा हामीले श्रमदान गर्ने कार्यक्रमहरू गरिरहेछु अब यो हप्ताको लास्टसम्म हामी दार्चुलाको तयारी गरिरहेछौँ एउटा टिम लिएर हो कि होइन मामा दार्चुला जाने हो नि हाम्रो डाक्टर मन्सुर साहब उहाँ विगतको 51 वर्षसम्म नेकपा एमालेमा महोत्तरी जिल्लाको श्रमदाता नेकपा एमालेको अहिले 70 वर्षको उमेरमा उहाँलाई थाहा भयो एउटा नेता आएछ हर्क साम्पाङजी जस्तो उहाँले देश बनाउँछ 51 वर्षमा गरेको त्याग तपस्या सब छोडेर हर्क पदमा लाग्नुभयो तपाईले हर्क साम्पाङको विचार चाहिँ के मन पर्छ तपाईले चाहिँ भन्नुस् त हर्क साम्पाङजीको विचार भन्दा पनि अब उहाँको चाहिँ एउटा शरमपिता हैन जुन एक्लै मान्छे तपाई एउटा झोला लिएर एउटा चाहिँ तपाईको एउटा चाहिँ अभियान चलाएर पानीको लागि हैन यहाँ धाराले जनताको पीडाहरू बोकेर उहाँले चाहिँ तपाईको एउटा माइक बोकेर उहाँले बोल्दाखेरि जनताको माझमा जाँदाखेरि उहाँको कुरा पनि सुन्थिएन यस्तो हेला गर्थ्यो हामीले भिडियोमा हेर्थ्यो यस्तो हेला गर्थ्यो कि ऊ जाँदाखेरि 10 जना 5 जना यस्तो मुख फेरेर भाग्थ्यो जस्तो उसको जिउ बनाउँछ त्यस्तो तर आज उहाँलाई हेर्नको लागि भेट्नको लागि मान्छेहरू अब हुइचो लाग्छ त्यो भएर उहाँले एक्लो मान्छे चलाएको अभियान अहिले नेपालको 77 जिल्लामा तपाईको विभिन्न ठाउँमा कुनै ठाउँमा कम कुनै ठाउँमा बढी तर विभिन्न ठाउँमा नेपाल आदि राज्यभरिमा तपाईको श्रमदान कार्यक्रम भइरहेछ त्यो भएर हर्क साम्पाङजीले जुन काम तपाईको देखाउनु भयो जुन उहाँको आशा विश्वासको साथमा उहाँले एउटा बोकेको एजेन्डा श्रमदान नगरिकन देश बन्दैन त्यही सबैभन्दा ठुलो उहाँको चाहिँ योगदान हो र ठुलो तपाईको हाम्रो लागि चाहिँ एउटा चाहिँ योजना हो यो श्रमदान नगरिकन देश बन्नेवाला छैन कुनै पनि हालतमा धन्यवाद छोटे लाललाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु उहाँले आफ्नो विचार राख्नुभयो हजुर यहाँ तपाईको परिचय श्रमिकहरूको लागि एकदम राम्रो बेनिफिट खास गरेर मजदुर र तल तहको मान्छेहरूलाई माथि गाँस्ने जस्तो उहाँहरूको योजना मलाई एकदम चाहिँ मन परायो उहाँ चाहिँ एकदम भौतिक मान्छे पनि हुनुहुन्छ र उहाँ जनताको माझमा झुठो नबोल्ने बोलेको कुरा पुरै गर्ने हाम्रो जस्तो बालन शाहले भन्यो कि म यो लाल पूर्जा बाँड्न आएछु थापामा तर अहिले चाहिँ घर पुगिरहेछ गरिबहरूलाई सताइरहेको छ बाचा गरेका कुरा गरेन तर उहाँले चाहिँ
जे कुरा भन्छ त्यो कुरा गर्नुहुन्छ। मधेस आयो तर आज बालिनी सरकारले त जे होस् थापा थलीमा डोजर चलाइसक्यो होइन, जनताहरूलाई उठीबास पनि गरिसक्यो। अझ धेरै पीडामा छ जनताहरू। उहाँको काम कर्तव्यले गर्दा गऱ्यो केही बाचा र चुनावपछि चाहिँ चुपचाप घन्टी छाप्थ्यो। अहिले चाहिँ सुकुम्बासीहरूलाई सफा गरिरहेको छ। तपाईँको के सुकुम्बासीले उठीबासै गराएको हो? उठाबासै गराएको। ओके ओके, धन्यवाद तपाईँलाई धेरै धेरै।